रोमेनियन सुप एकदम नर्मल सल्टी अलिकति सावर हुन्छ है त। र यो चोरबा दे पुई चारानेस्कामा चाहिँ तपाईँहरूले सबभन्दा पहिला क्यारेट, ओनियन, सेलिना अनि रेड येल्लो ग्रिन पेपर तपाईँको क्युब्स काटेर चाहिँ ओयल हालेर मजाले सोते गर्नुपर्ने हुन्छ। फायरसँग खेल्न सक्नुपर्ने हुन्छ। फायर अब स्पिड भयो भने त्यो जल्ने सम्भावना हुन्छ। मिडियम होइन, अब तपाईँ त्यहीँ एकै ठाउँमा बसेर त्यही सुप बनाउनुहुन्छ भने अब छिटोभन्दा छिटो चाहिनको लागि फायर स्पिड गर्दा नि भयो। यो सुप सिकेर आयो भने हाम्रो नयाँ सेफहरूलाई, नयाँ कुक साथीहरूलाई नेपालबाट रोमेनिया आउँदै हुनुहुन्छ भने सजिलो हुनेछ किचन लाइनमा काम गर्न। लासो फ्याबुल्ला सबैजनालाई, म जितु सेफ, हाल रोमेनियादेखि है। सो आशा छ कि सबैजना युट्युब फ्यामिली, टिकटक फ्यामिली सबैजनालाई सन्चै हुनुहुन्छ होला। म पनि अहिलेसम्म एकदम सन्चै छु। नयाँ साथीहरू हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। आजको यो भिडियो चाहिँ रहेको छ कि खास गरी रोमेनियामा चिकन सुपको रेसिपी म लिएर आइरहेछु। यो चिकन सुपको रेसिपी चाहिँ तपाईँहरू नेपालदेखि रोमेनिया आउँदै हुनुहुन्छ भने कुकहरूलाई, सेफहरूलाई धेरै हेल्पफुल हुनेछ, तपाईँहरूलाई मद्दत हुनेछ अगाडि बढ्न। सिकेर आयो भने तपाईँहरूलाई धेरै नै काम लाग्न सकिन्छ। सुप धेरै प्रकारको हुन्छ, आफ्नो आफ्नो ठाउँअनुसार अलग अलग तरिकाको सुप एक प्रकारको एकदम हेल्थी फुड नै हो। सुप पिउनु शरीरको लागि धेरै नै फाइदाजनक हुन्छ। सुप धेरै प्रकारको हुन्छ, चाइनिज, कन्टिनेन्टल, इटालियन, इन्डियन होइन, हरेक देशको अलग अलग प्रकारको सुप हुन्छ। तर सुप पिउनु शरीरको लागि धेरै फाइदा हो है त। त्यसैले गर्दाखेरि आज म रोमेनियाको एउटा चिकन सुपको बारेमा रेसिपी लिएर आउँदैछु। तपाईँहरूलाई यो भिडियो मार्फत म रेसिपी दिनेछु, आफूले जति जानेको बुझेको। किनभनेदेखि अलमोस्ट रोमेनियामा पनि मेरो अहिले 6 वर्ष कम्प्लिट भयो भनौँ, र योभन्दा पहिला मेरो 12 वर्ष इन्डियामा होटेल लाइनमै मेरो लाइफ अलमोस्ट अब धेरै एक्सपिरियन्स भयो भनौँ है त। त्यसैले गर्दाखेरि म देशअनुसार, ठाउँअनुसार भेजिटेबलको नाम अलग हुन्छ, सुपको नाम अलग हुन्छ, हरेक खानाकुरा खाने पिउने सबै अलग अलग नाम हुन्छ। त्यसैले गर्दाखेरि हामी एसियन कन्ट्रीबाट युरोपियन कन्ट्रीमा आउँदाखेरि तपाईँहरूलाई जिरोबाट सुरु गर्नुपर्छ भन्नुको कारण यही हो है त। इजी तरिकाले भन्दाखेरि तपाईँको रोमेनियामा चिकन सुप भन्दा भयो इङ्ग्लिसमा भन्दा, अब हामी नेपालीहरूले, इन्डियनहरूले सजिलो तरिकाले बुझिन्छ कि चिकन सुप। तर चिकन सुप पनि धेरै प्रकारको हुन्छ यहाँ है। म यस्तो रेसिपी लिएर आएको छु कि तपाईँहरूलाई यो भिडियो पहिलादेखि अन्तिमसम्म हेर्नु होला। तपाईँहरू किचन लाइनमा काम गर्दै आउँदै हुनुहुन्छ, सेफहरू, कुकहरू भनेदेखि तपाईँहरूलाई धेरै नै सहयोग हुनेछ। सबभन्दा पहिले सुपमा के जान्छ त त्यो जान्न जरुरी छ है त। भेजिटेबल, अब भेजिटेबल भनेपछि त अब सबैलाई थाहा भएको कुरा हो, भेजिटेबल इङ्ग्लिस भेजिटेबल होइन। अब त्यही पनि अब देशअनुसार, ठाउँअनुसार नाम अलग अलग हुन्छ। तर सुपमा भने भेजिटेबल जसरी नै हाल्नुपर्ने हुन्छ। यो सुप चाहिँ रहेको छ कि रोमेनियाको, मैले यत्रो वर्षदेखि काम गरिआएको चिकन सुपको बारेमा रोमेनियन भाषामा भन्दाखेरि चोरबा दे पुई चारानेस्का। चोरबा दे पुई चारानेस्का भनेको, चोरबा भनेको सुप भयो, पुई भनेको चिकन भयो, चारानेस्का भनेको अब यहीँको भाषामा सुपको नाम भयो है त। चोरबा दे पुई चारानेस्का भन्दाखेरि चिकन सुप भन्दा नि भयो। यसमा चाहिँ सबभन्दा पहिला तपाईँ अब किचनमा काम गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई सजिलो तरिकाले थाहा हुन्छ कि यो सुप चाहिँ यसरी बनाइन्छ भनेर। तर युरोपियन कुजिनमा तपाईँहरूलाई एकदम सजिलो छ। तपाईँहरूले रेसिपी जान्नुभयो भने सुप बनाउन एकदम सजिलो हुन्छ, चाइनिज सुप भन्दा पनि है त। अब चाइनिज सुप स्पाइसी, मसालेदार, चटपटेदार हुन्छ भने रोमेनियन सुप एकदम नर्मल सल्टी अलिकति सावर हुन्छ है त। र यो चोरबा दे पुई चारानेस्कामा चाहिँ तपाईँहरूले सबभन्दा पहिला होल चिकन लिनुहुन्छ र होल चिकनलाई अब कति पर्सेन्ट बनाउँदै हुनुहुन्छ त्यही अनुसार चिकन तपाईँले एउटा पटमा चिकन बोइल गर्नुपर्ने हुन्छ। म्याक्सिमम 1.5 आवर चिकन मजाले बोइल गरेर चिकनको स्टक वाटर निकाल्नु पर्ने हुन्छ है। र अर्को पटमा चाहिँ तपाईँले कति पर्सेन्ट बनाउँदै हुनुहुन्छ त्यही अनुसारको भेजिटेबल सोते गर्नुपर्ने हुन्छ, ओयल हालेर, नर्मल सनफ्लावर ओयल। र त्यसमा चाहिँ जान्छ कि तपाईँको क्यारेट, व्हाइट ओनियन, सेलिना। यहाँ चाहिँ सेलिना भन्छ, अब नेपाली भन्दाखेरि सेलरी लिभ्स भन्छ।
एसियन कन्ट्रीमा चाहिँ प्रायः जस्तो सेलेरी लिप्स युज हुँदो रहेछ, तर रोमेनियामा चाहिँ सेलेरी लिप्स युज नहुने रहेछ। सेलेरीको रुट हुन्छ नि, मुनिको गान्टे मुला जस्तो रुट, त्यो रुट चाहिँ यो ठाउँमा धेरै नै प्रयोग गर्ने रहेछ, हरेक घरमा हरेक होटेलमा। र त्यही हो क्यारेट, ओनियन, सेलिना अनि रेड येल्लो ग्रिन पेपर तपाईँको क्युब्स काटेर चाहिँ ओइल हालेर मजाले सोते गर्नुपर्ने हुन्छ। तपाईँले त्यो पडमा फायरसँग खेल्न सक्नुपर्ने हुन्छ। फायर अब स्पिड भयो भने त्यो जल्ने सम्भावना हुन्छ। मिडियम होइन, अब तपाईँ त्यहीँ एकै ठाउँमा बसेर त्यही सुप बनाउनुहुन्छ भने अब छिटोभन्दा छिटो चाहिनको लागि फायर स्पिड गर्दा नि भयो। र तपाईँ अब एकैचोटि 8-10वटा भट्टी ह्यान्डल गर्नुपर्छ, यताउता रनिङ गर्नुपर्छ भने फायर स्लो गरेर त्यसलाई मजाले सोते गर्ने होइन। सनफ्लावर ओइल हालेर अलिकति क्यारेटको कलर पनि आउनु पऱ्यो, रेड येल्लो ग्रिन पेपरको कलर पनि आउनु पऱ्यो है त। मजाले सोते गरेपछि तपाईँले स्टक वाटर तपाईँले त्यहाँ हाल्न सक्नुहुन्छ। त्यो चिकन बोइल गर्नुभएको थियो नि, होल चिकन त निकालेर सेपरेट राख्नुभएको छ, त त्यो स्टक वाटर त्यो भेजिटेबलमा हालेर तपाईँले ब्लान्च गर्नुपर्ने हुन्छ म्याक्सिमम 1 आवरै भनौँ है त, 1 आवर। र त्यो भेजिटेबल ब्लान्च हुँदै हुन्छ त्यति बेला तपाईँले अब नुडल्स बनाउनु पर्ने हुन्छ। नुडल्स पनि यहाँ नेपालको जस्तो नुडल्स होइन, यहाँ तपाईँले नर्मल लोकल नुडल बनाउनु पर्ने हुन्छ, घरमा होस् या होटेलमा होस् है त। लोकल नुडल्सको लागि चाहिँ तपाईँले एग्स अन्डा लिनुपर्ने हुन्छ र मैदा, अन्डा र मैदामा अलिअलि पानी हालेर सल्ट हालेर तपाईँले मजाले एउटा डो हुन्छ नि, डो बनाएर गोलो बनाएर राखेर तपाईँले बेलेर मजाले पातलो तरिकाले अब रुमाली रोटी जस्तो बनाएर तपाईँले बेरेर एकदम नुडल जस्तो काट्नुपर्ने हुन्छ है त। र यता चिकन स्टक बोइल हुँदैछ भेजिटेबलसँग, र पोटेटो पनि क्युब्स काटेर त्यही हालिदिने, जति चाहिन्छ तपाईँलाई त्यही अनुसार पोटेटो पनि बोइल गर्नुपर्ने हुन्छ। र पोटेटोलाई चाहिँ रोमेनियन भाषामा कार्तोफी भनिन्छ है त। कार्तोफी पोटेटो यहाँको मान्छेले, लोकल मान्छेले फ्रेस पोटेटो धेरै नै मन पराउँछ है त। हाम्रो नेपालमा चाहिँ पोटेटो खान मान्छेहरू डराउँछ, तर युरोपियनमा आइसकेपछि तपाईँहरू पोटेटो हरेक फुडमा पोटेटो मनपर्छ है त। र त्यही हो, यता भेजिटेबल ब्लान्च भइरहेको हुन्छ, यता तपाईँको नुडल्स रेडी भइसकेको छ, र तपाईँको पास्ली पनि चप गरेर राख्नुपर्ने हुन्छ। र सकेसम्म तपाईँको होटेल लाइनमा हो भने तपाईँको चिकन पेस्ट भन्ने आउँछ, एउटा चिकन पेस्ट, त्यो पेस्ट 1-2 स्पुन हाल्यो भने झनै टेस्ट बवाल हुन्छ। र यता चिकन बोइल गरेर राख्नुभएको छ तपाईँले होल चिकन, त्यो चिकनलाई स्किन आउट गरेर मजाले बोनलेस मात्रै सेपरेट गरेर बोनलेस र स्किन चाहिँ आउट गरिदिन्छ। र बोनलेस चिकनलाई चाहिँ तपाईँले क्युब्स काटेर रेडी गरेर राख्नुपर्ने हुन्छ। र यता चिकन स्टक तपाईँको अलमोस्ट चिकन सुप रेडी हुँदैछ, बोइल हुँदैछ, ब्लान्च हुँदैछ मजाले होइन। र तपाईँले नुडल्स पनि मजाले त्यही सुपमा हालेर ब्लान्च गर्नुपर्ने हुन्छ म्याक्सिमम 10 मिनट है त। र अलमोस्ट तपाईँको त्यो सुप रेडी हुन लागिसक्यो आफ्टर 1 आवर भनेपछि त्यहाँ तपाईँको त्यो सुपमा एग्स, अन्डा पनि मजाले फुटाएर अन्डा पनि घोलेर अन्डा पनि हाल्नुपर्ने हुन्छ। अन्डालाई जस्ट 2 मिनट बोइल गर्नुपर्ने हुन्छ। फाइनलमा पास्ली पनि त्यही सुपमा हाल्ने हो। र तपाईँले अब सुप अलिकति सावर बनाउनु लागि तपाईँको यहाँ रोमेनियामा बोर्स म्याजिक भन्ने आउँछ, बोर्स पनि आउँछ। बोर्स भनेको चाहिँ अब रेडिमेड तपाईँको गहुँको निगार जस्तै हुँदो रहेछ होइन, अमिलो मलाई चाहिँ त्यस्तै लाग्यो। र बोर्स म्याजिक भनेको चाहिँ तपाईँको पाउडर आएको हुन्छ, उसको नामै बोर्स म्याजिक हो। त्यो चाहिँ तपाईँको सुपमा कतिको सावर चाहियो त त्यही अनुसार हाल्नुपर्ने हुन्छ। र फाइनलमा तपाईँको सुप रेडी भइसकेको हुन्छ, कलर पनि लुकिङ वाउ अलिकति होइन। र त्यही हो, तपाईँले चिकन फाइनलमा सुप रेडी भइसकेपछि त्यो चिकन तपाईँले क्युब्स काट्नुभएको थियो बोनलेस, त्यो पनि त्यही सुपमा हाल्ने हो र मिक्स गर्ने हो। लास्टमा तपाईँको अब सुप पिउनका लागि तपाईँको सुप रेडी भइसकेको हुन्छ आफ्टर 1 आवर। र तपाईँको त्यही हो, सुप बोलमा हालिसकेपछि यहाँको मान्छेहरूले भनेको सुपसँग खाने भनेको तपाईँको ग्रिन चिली हुन्छ, रोमेनियन ग्रिन चिली, अलिक पिरो हुँदैन, नर्मल सलादको लागि। र एउटा चिल्ली पनि हुन्छ आर्दे युते मुराद भन्ने, अब ग्रिन चिल्लीलाई भेनिगरमा भिजाएको होइन, सलाद जस्तै हुन्छ, त्यो पनि खानुहुन्छ यहाँको मान्छेले। र सुपसँग पाउरोटी नखाने त कुरै भएन रोमेनियामा। सुपसँग खाने भनेकै स्लाइस पाउरोटी हो होइन, एकदम सल्टी, अलिअलि सल्टी हुन्छ, स्विट हुँदैन नेपालको जस्तो पाउरोटी चाहिँ। र त्यही हो साथीहरू, अलमोस्ट सुपको रेसिपी, सुप रेडी भइसकेको छ हाम्रो चाहिँ, पाउरोटी र चिल्ली अनि चिल्ली भेनिगर रेडी भइसक्यो। र तपाईँले सुपसँग तपाईँले एउटा बोलमा राखेर तपाईँले यहाँको स्मन्तना भन्छ होइन, स्मन्तना भनेको लाइक अब याउर्ट जस्तै हो होइन, दही जस्तै हो, दही त होइन तर अलिकति क्रिमी स्टाइल हुन्छ, स्मन्तना अलग हुन्छ, याउर्ट अलग हुन्छ। त्यसैले गर्दाखेरि त्यो तपाईँले अब एड गरेर पनि खान सक्नुहुन्छ। र त्यही हो, एकदम हेल्दी हुन्छ, सल्टी
अलिअलि सावर फ्रेस भेजिटेबल वाउ होइन यो सुप पिउनु भयो भने तपाईँको हेल्दी हुनेछ र यो सुप सिकेर आयो भने हाम्रो नयाँ सेफहरूलाई नयाँ कुक साथीहरूलाई नेपालबाट रोमेनिया आउँदै हुनुहुन्छ भने यो सुप सिक्यो भने धेरै नै सजिलो हुनेछ किचन लाइनमा काम गर्न। त्यही हो, अब आफूले जानेको अनुसार मैले पनि तपाईँहरूलाई रेसिपी बताइदिएको छु भिडियोमा। मसँग अब बनाएर देखाउन त मसँग आफ्नो किचन सबै इन्स्ट्रुमेन्टहरू छैन, त्यसैले गर्दाखेरि बोलेर भयो नि तपाईँहरूलाई मैले भिडियोमा बताइदिएको छु। फेरि पनि म अर्को सुपको रेसिपी, सुप धेरै प्रकारको हुन्छ यहाँ, म्याक्सिमम् मैले जानेको अनुसार 15 तरिकाको सुप धेरै पनि हुँदैन। यहाँ चाहिँ अब आलागाड बुफे जस्तो भयो नि तपाईँको सुप चाहिँ बनाएर नै राखेको हुन्छ। अब चाइनिजको जस्तो अन द स्पोट स्टक वाटर रेडी गरेर आलागाड 10% 5% त्यस्तो चाहिँ बनाउन नसकिने रहेछ यहाँको सुपमा, यहाँको सुप। त्यसैले गर्दाखेरि फेरि पनि अर्को सुपको रेसिपी लिएर आउनेछु। नयाँ साथीहरू हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। जय नेपाल।